A few moments later. सो हेलो नमस्ते एभ्रिवान गाइज है सबैले सन्चै हुनुहुन्छ र म पनि एकदमै सन्चै छु। फाइनली आज चाहिँ म एउटा न्यू भिडियो लिएर आउँदैछु किनभने म आज यता मनोकामना जान लाग्छु अहिले चाहिँ है। अहिले त्यही बिहानको 5 बजिसक्यो, 5 बजी उता पुग्नुपर्ने सुकिरहेको छ है। के गर्नु यस्तै छ बिहानै अब निन्द्रा लगाइहाल्छ। जसो अब बाटोमा के कस्तो हुन्छ त्यो देखाउँदै गरौँला। अहिलेलाई चाहिँ म यता बाटो निस्कनु पर्ने हुन्छ। मेरो यता यहाँ आउँदैछ कुरिरहेको छु, ढिलो भएको छ, आएको छैन, हतार भइरहेको छ। फेरि उताबाट गएकै छ, के गर्नु है गाइज। सो गाइज म चाहिँ अब गाडी चढिसक्यो है, यता गाडीमा छु। यता बुवा हुनुहुन्छ हाम्रो, अब गाडीमा छु। के गर्नु अब अलिकति टाढै छ है मनोकामना भन्ने ठाउँ। अब आउन त म बिहानै आएको थियो नि, के गर्नु अलिक ढिलो नै भयो। यस्तै छ। के छ ठिक छ? ठिक छ। निन्द्रा पुगेछ तिमीलाई? पुगिसक्यो। पुगिसक्यो? खै त्यहाँ रन्द यता हजुर त्यहाँ सिलिन चार्ज सिलिन त्यहाँ छैन? मोबाइलमा सुन्छ के छैन यहाँ हेर्नु म र सुरु। मेरो नाम अस्बिन हो। म 9 वर्ष भए। आज म मनोकामना जाँदैछु। हो र? मुखमा राखन्थ्यो अनि यति मात्रै। त्यति नै हो र? आज म ठुलो मन्दिरमा जाँदैछु, मनोकामनामा जाँदैछु अङ्कल भन्न। यता चाहिँ बुवा अनि माइजू हुनुहुन्छ है। हाम्रो भाइ अब फस्टी लगाएर बसिदिरहेछ। अस्मिन भाइ हजुर बोल्न त खै बोल्ने भने त के बोल्न दियो नि? हजुर बोल्नु न फर्स्टमा। खै तिम्रो कुरकुरे कहाँ पुग्यो? गाइस आज म मनोकामना गइरहेको। अनि हिजो मेरो छ्यामा जानुभयो। अस्मिन रोकेर होइन छ्यामा जाँदाखेरि 2 मिनेट 2 मिनट मात्रै? समिल त धेरै रोयो, समिल रोपिन पर्छ। अनि अस्मिन 2 मिनट रोएर अनि आँसु रोक्यो? आँसुहरू लुन आँटेछ। आँसु रोक्यो भनेपछि होइन? आँसुहरू रुन आँटेछ। त्यस्तो पो। हेलो गाइस, आज मनोकामना गइरहेको। हिजो मैले सामालाई बोलाएको अनि 5 बजे निक्लेको, अहिलेसम्म पुगे होइन। हामी 5 बजे मनोकामना निस्केको, अहिलेसम्म पुगेको छैन है। अहिले 8-5 बजिसक्यो। 8-5 बजिसक्यो, 8-5 भइसक्यो। 8 बजेर 5 बजिसक्यो। कतिखेर पुग्छौ त अस्मिन? कतिखेर पुग्छौ हामी? मलाई थाहा छैन। गएको भने होइन हौ पहिला पो गएको थिएँ नि बाइकमा। हो र? हजुरसित त स्कुटर
मामाले दिएको मामाले दिएको स्कुटी हो को 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 त तपाईँको छेउ को हजुर बुवा हजुरबुवा हजुरबुवा कसको हजुरबुवा मेरो त्यस्तो पो हजुरबुवा हो त्यो हाम्रो अश्विन भाइले भिडियो बनाउँदैछ है क्यामेरा सराएर त्यो तान्नु परेन ल ल्या ल्या त्यस्तो रहेन के ए त्यस्तो रहेन अश्विन भाइ यता भने कता यता ड्राइभर दाइ यता भाउजू दाइ सुनाली टिक्छाली पर्छ के छोरा छोरी सैँसीले छामेर चपाउँदै कति खान्छ अब हामी माथिबाट तल सरर आइसक्यो है अघि त्यतिकै बोकेर रहेछ माइक पनि आउनु भएको छैन रहेछ के टल्किन्छ त यहाँ त जस आज बिहान चाहिँ अलिकति मौसम अलिकति खराब नै थियो अहिले चाहिँ राम्रै भएको छ हो सारा यहाँबाट इन्ट्री गर्नुपर्ने हुन्छ हामी गाई गाई छ मनोकामना टेम्पल गेम रोक्नसँग लिन आउँछ रहेछ भाइले पछाडि सबैसँग नम्बर छ है टिकटमा छोरा छोरा अर्को दाइको नम्बर मेरो नम्बर दुईजना गर्नु भएको तपाईको कति होला मेरो लास्टमा 65 नम्बर बाबुले खोल्छ कि बाबुले खोल्छ बस 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 ट्याब बस खोल्दिन बाबुले भन्नु त यो खोला हामी चाहिँ अब टिकट हेर्दैछु है अब यो के गर्नु अब टिकटै कन्फ्युज भयो बच्चाको यो मेरो कुन हो तिम्रो त अनि यो घर हामी चाहिँ होइन माथि खुड्किलो चढ्दैछु अब यता बहिनी छ बहिनी पर्छ माइक चाहिँ मुखमा राखेन राखे है हुन्छ गाह्रो छ है हुन्छ है अन्सम्म यहाँ बिहानदेखि खाएकै छ गाडीमा खाएकै छ है गाडीमा खानेको लागि त हालेन रमाइलो भइरहेछ है हो कस्तो भइरहेछ आज अश्विन माइक देऊ न यसले पनि कस्तो भइरहेछ अन्सम्म यहाँ हजुर मोटी मोटी देख्छौ त नि होइन धेरै खाए के हो होइन कुन ठाउँमा आएको हामी आज भन्नु त ल मनोकामना माइक राखेन मुखमै राखेर उता हेर्नु न केबुल कार कहाँ केबुल कार माथिबाट आइरहेको उता हेर्नु न माथिबाट आएको मुन्नेमा त्यो डाँडामा छ मन्दिर होइन त फेरि गयो हो र कति धेरै त यो मक्ख छौ नि है हजुर मक्ख छौ कि छैन छ धेरै खुसी भइरहेछ हौ अश्विन भाइ हजुर 5 मिनट दिन्छ एकछिन हाम्रो चाहिँ अब लाइन त्यहाँ छ है गाइज हामी चाहिँ यता बसिरहेको छु यहाँ पानी मस्त भइरहेछ अलि यहाँ पार्किङ भयो यहाँ
केबल कार हामी अब काटसाट देखाएर जानुपर्ने हुन्छ माथि यताबाट। हेलो गाइस हेलो गाइज के छ अश्विन गाइज? त्यसरी अनि ब्लगमा बोल्ने मान्छे त्यसरी यताउति जाने हो र? अनि आज हामी मनोकामना केबल कार उता कता खै छेके उता अनि एउटा केबल कारहरू आइरहा आउँदै जाँदै गरिरहा केबल कार रमाइलो छ है दुईजनालाई है? धेरै जना अश्विन यतै हेर त, धेरैवटा केबल कार ह यतै हेर्ने त, यता दुईजना धेरैवटा केबल कार ह झनै के अरे झन्डा नि छ अनि उ त्यहाँ पानीहरू छ त्यहाँ माथि नि फुलहरू छ पिङ्क अनि हाम्रो लाइन हाम्रो बाबा मम्मी उता हुनुहुन्छ। अनि अनुसमय के भन्न चाहन्छौ? अब के पनि म हजुर माथि आउनु भएको बोल्छु हजुर म मात्रै हैन मूलपानीबाट के ए मूलपानीबाट म एक्लै आएको नि। किन कसलाई ल्याउनु पर्यो भन्नु त? हजुर कसलाई ल्याउनु पर्ने र? हजुर साथीहरू किन नआएको त? ओ यहाँ राम्रो फोटो आउँछ नि बस त लास्टमा त्यसरी गर्न मिल्दैन नि। खतरा आउँछ त मान्छे हिरो नि छ के मोडल बन्नु पर्ने हो के हो? हैन मोडल बन्ने भयो भन। हैन ल हामी पनि अब केबल कार चढ्नु पर्ने हुन्छ है सर है अन्त हामी पनि चढ्ने ल आजलाई यति नै। थ्याङ्क यू। भिडियो भिड्छ के गर्नु अब अश्विन भाइ जय हो भन्दैन हौ के गर्नु हामी यत्रो लाइन बसिरहेको छु है। अब कहिले पालो आउँला कहिले केबल कार चढ्न पाउँला। नगला होइन हाम्रो पनि अब लाइन सक्नै लागिसक्यो भनेर चाहिँ के भन्नु। अझै यताबाट यसरी घुमेर यहाँबाट त्यसरी घुमेर हामी चाहिँ अब यहाँबाट छिर्नु पर्ने हुन्छ है। के गर्नु यस्तै छ मनोकामना त पुगिसक्यो नि एकदम म त एक्साइटेड। एक्साइटेड Would like to take notes while I take totes of the marijuana smoke. Oh, you wanna choke? Gun smoke. Biggie Smalls the mayor, the rap slayer, the hooker layer. Motherfucker say a prayer. पुरानो भइसक्यो लाउने भाइ यता आइपुग्न लागिसक्यो। अब तल जाँदैछु टिकट सिकट लिएर होइन। अब हिरो जस्तो पारामा बिलियनर लाइफ भन्दै त्यस्तै छ हौ त्यस्तै छ माहौल। जाँदैछु गाइज हामी ठ्याक्कै अब 7 जना है। सो गाइज होइन हामी चाहिँ अब चढिसक्यो अब है यता अनि यता मम मैजु अनि उता बुवा यता अश्विन भाइ माथि जानुपर्ने हुन्छ माथि चढ्दै है। अनुसा कस्तो राम्रो आउँछ है चढिरहेको छु माथि के गर्नु यस्तै छ अब है।
राम्रो भिडियो हान्नु। यसरी आउँदैछ माथिबाट तलबाट माथि माथि अगाडि फोटो राम्रो आउँदैन। गन्दा गन्दा गर्छ त क्या उही गाउँ घर हेलो अश्विन भाइ मलाई हेलो भन न ये जेको फोटो ज्या खबरी ये फोटो ज्या खबरी मोल उकालो चढ्दैछु उकालो खै यार दिदी एउटा हैन म धेरै हान्छु। ल भिडियो बनाउनु म यता भिडियो बनाउँदैछु है यता कि हामी त तलबाट माथि त्यहाँबाट गयो अब त्यहाँ एउटा बजार छ नि त्यहाँबाट ओहो जाँदैछ है जम्मू नहुँदै के केन्थेर अब तानिन कि के हो अश्विन भाइ मम्मी जाल का दिन लगते जाल वाला सालन एक रस जाल खानु हो देर को गानु किरा खान्डा जा 10 मिनट लाग्दैन आउँछ सो गाइस है अझै माथि छ माथि त्यहाँ डाँडा छ नि एउटा हो अझै माथि छ ल के गाइस हाम्रो त ठ्याप्पै रोक्यो त यार यता माथिबाट त हाम्रो यता फेरि आठौँ कहाँ दिन्छु यहाँ चाहिँ ठोन लिन सो गाइस अन्त माथि छ है डाँडा त माथि के गर्नु त्यहाँ पनि ठ्याप्पै रोक्यो है रोक्यो नि हामी त है माथि यहाँ बिचमा आएर बिचमा पनि पुगेको छैन तिनी त्यत्रो तलबाट आएर है अब के गर्नु हेर्नु त्यहाँ तल छ फर्काइदिएपछि आइए इरिङ इरिङ दादालाई 5 मिनट का दिन यस्तै हेर्नु न म कसरी खाइ भाइ 10 बजे कति 10:30 अब तल आउने बेलामा चाहिँ डराउनु भयो 10:30 तिर मम होइन कि मम्मी डराउनु भएको मनोकामना सरर इधर झक्नु सो अब चाहिँ चलिसक्यो है हामी अब बसेको गरेर पनि चलिसक्यो हाम्रो त यी तल त लास्टै तल छ नि फेरि हेर्नु त ओहो माथि त्यस्तो माथि पुग्नु छ माथि त्यस्तो माथि चढिरहेको छु कि माथि तलबाट कस्तो भ्यू खतरा छ यार उता के भन्नु कुनै शब्दै छैन माथि एउटा डाँडा चाहिँ आइपुग्यो अब फाइनली है यहाँ माथि घडङ घडङ गर्छ अब एकचोटि पुग्न लाग्यो सुन्छ अश्विन भाइ ल अब यदि तो खसी घडक ओ तो नाल्यो भने भ्यू त खत्रै रहेछ त भ्यू पछाडिपट्टि हुन्छ केटा आयो यहाँ बस बस्छु
गाइस हेर्नुहोस् है यहाँनिर केबुल कार रोकेर मेरो त सातै गयो केही पनि मेरो छोरी डर लाग्यो सातै गयो यहाँ कस्तो नडर लाग्यो अश्विन भाइ मम्मीको सातो गइसक्यो यहाँ सातो गइसक्यो नि म त केही भएन म एकदम रमाइलो भयो एकदम रमाइलो अड्केर डर लाग्यो बिस्कने अब खाता खेलाइ त कस्तो फिल भइरहेछ अब हामीलाई त अब रमाइलो भयो ल डर लागेन किन लाग्नु डर अँ प्लेन चढाउनु नसके नि के हो ल त्यसै हुँदैन नि यहाँ समय हेर्नुहोस् है गाइस मेरो छोरी डर लागेर रुन लाग्यो है सानो डराएको केही हुन्न अगाडि हेर्नु न डर लाग्यो भने अब त गइसक्यो अब त्यो डाँडा काटिसक्यो अब त्यो केही डाँडा हुन्न। काटिसक्यो ल आऊ अब त यहाँ तल केही छैन त्यो राम्रो मान्छे अनि रुएर हुन्छ कस्तो राम्रो छ है हिँड्दछ ओहो अड्केर चाहिँ लास्टै डर लागेको थियो 5 मिनट जस्तो रोक्यो है है त्यसपछि मेरो त हामी मुटु नै ढुकढुक गर्यो ल प्लास्टिकै छैन अब त के बुझे बस्ती हारे एकछिन मुख बन्द गर हुँदैन हामी त मलाई गएर अर्को किन्ने यहाँ भनेको त त्यही भएर। अश्विन यहाँ अश्विन तिमी यहाँ अश्विन भाइ यहाँ भाइ तिमी लास्टै हो कि छोरी तिमी खाऊ भने केही खाना खाली रिसाउँदा नि बाई बाई हुन्छ डाँडा अब पनि डाँडा 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 बोतल निकालेर यहाँ माङ्की माङ्की खोइ मैले मुनि 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 चरा होला नि अब मान्छे त कता हो मकै खाइरहेको ऊ त्यहाँनिर माङ्की माङ्की मास्टर यहाँ गुडो कुन चाहिँ गार्जियन राजा अब त पुग्नु लागिसक्यो खाऊ छोरी खाऊ खाऊ भनेको मान्दैन खाऊ छोरी पानी खानु भएको छ के खाऊ प्लास्टिक घिनाहरू खानेकुराहरू त खानुपर्छ आइपुग्यो आइपुग्यो ल आइपुग्यो अब हामी चाहिँ अब है यताबाट अब झर्नै लगाइसक्यो यहाँ माथि आइपुगिसक्यो नि माथि ठ्याक्कै ओ सेम तल जस्तै रहेछ अन्त समय आसम कि रुम ओ कति स्पिड सो गाई चाहिँ माथिबाट अब तलबाट माथि आइपुगिसक्यो अब हामी यताबाट झरेर अब केही समय बस्छु अनि त्यसपछि को अवस्था एकदमै राम्रो सो गाई चाहिँ होइन हामी चाहिँ अब जुत्ता सुत्ता फुगालेर जाँदैछु माइक पनि कहाँ हो पूजाको सामान यहाँ छ बुवा र मेरो छुट्टा छुट्टै है अब भ्यू त राम्रो राम्रो निस्किन्छ त हौ गाइज यहाँ यता यो मनोकामनाको त गाइस मन्दिरभित्र आइपुगिसक्यो है यता मन्दिरको ठाउँमा चाहिँ हामी
पूजासुजा पनि गऱ्यो अब चाहिँ हामी फर्किँदैछु तल अब खाना पनि खानुपर्ने हुन्छ भोक पनि लाग्छ है लास्टै के गर्नु गाह्रो छ यहाँ माथि भाउजू आउँदै हुनुहुन्छ माथि त भनेर एउटा आइटम घटाउनु त्यसले आइटम घटाउँछ आइटम घटाउनु के छैन ठिक्क हुन्छ क्या त्यो भने चाहिँ हामी त्यस्तै पाउने त हामी चाहिँ त्यो प्राइस होटल मिट के भन्छ फुलबारी म खाना खान लाग्छु यहाँ बुझ्छु सल्लाह फोटो खिच्यौ कि भोक लागिसक्यो नि गाइस भोक लागिसक्यो अनि जानु समय अश्विन भाइ के खाना गयो तिमी यहाँ मोमो भात नानी मासु भात खानाको खै मेरो अङ्कल धाला खोलिदिनु न के गर्नु गाइस लास्ट भोला छ है बिहानदेखिको बिहान 5 बजे निस्केको अहिले त 12 बजिसक्यो खाना पुरिरहेको छु हामी फेरि यार अनुसा अनुसा ये जिम्ता जवा हो हस्बेन्ड ओ भाइ ओ ओइ पुन्टे सरकार हेलो हस्बेन्ड बोल्न त हेलो मेरो भिडियो भइरहेछ गाइस यहाँ भिडियो खाना है गाइस खाना है म मजा पाउँछु सो गाइज हामी चाहिँ अब खाना खान्छ है अब खाना खाएर जोड्छु है अब अर्को भिडियो सो हामी चाहिँ अब यो के भन्छ आइसक्रिम खान लाग्छ है आइसक्रिम गर्मी छ के गर्नु हैन तपाईँ अब
ए के साह्रै मोमो खाने भर्खर भात खाने। रक्सी खा कि पानी Yang lain nunjuk mau jatuh jangan. के गर्नु अब गर्मी छ अब खानै पर्यो चिसो हुने गरी हो राजपिन फरक फरक हो राम्रो फरक हो दूरबीन हेर नि दूरबीन देख्छ देख्दैन ल हेर को देख्छ दूरबीनले तजी यहाँको बन्दी भए त चम्चाले आउँदैन के गर्नु है आउँछ यस्तै छ सो गाइज लास्टै गर्मी पनि भयो आज अहिले रमाइलो पनि भयो अब गाडीमा जानुपर्ने हुन्छ अब त्यही 3-4 घन्टा होइन काठमाडौँ पुग्नलाई त्यो आजलाई भिडियो यति नै हेरेर साथ सपोर्ट गरिदिनु भाइ कस्तो के कस्तो लाग्छ भिडियो त्यही अनुसारले अब साथ सपोर्ट गरिदिनु होला भिडियो भन्ने कुरा आउँदै गर्छ युट्युबमा हेरिदिनु होला है